हेलो सबैजना नमस्कार। आज चाहिँ हामी यहाँ बरको दाउरा पुग्न आएको छौँ। यो चाहिँ दाउराको लागि हामीले काटेको। यहाँ साथीहरू पनि कामको लागि तयारी हुँदैछ अनि हामी चाहिँ अब यो बर पुग्नुपर्ने। हेर्नुहोस् कत्रो यो चाहिँ निकै पुरानो बर रहेको छ होइन। पुरानो बर भन्छ सबैले। यसपालि चाहिँ यो ढालिएको छ यो बर पनि। अनि आज चाहिँ पुग्नुपर्ने। अब मेला लाग्ने लाउन आँट्यो हाम्रो चाहिँ टक्कसँगले। मुढामा चाहिँ देखाउँदैछु यहाँ चाहिँ अनि पूजनले यो चाहिँ निकै नै ठुलो एउटा मुढाको 4 फाला गर्दा पनि यत्रो मुढा यो चाहिँ पूजनले बोकेर ल्याएछ। निकै गरौँ मुढा चाहिँ पूजनले पुरानो लागिसक्यो। टक्करसँग लगाएर राख्छ। अब त्यसको नि काम तमाम। अनि यहाँ चाहिँ स्ट्यान्ड सिस्टम लगाइएर हामीले चाहिँ यहाँनिर खतरा भिडियो बनाइँदैछ। फेरि सगुनजीले चाहिँ खतरा स्ट्यान्ड सिस्टम बनाएर बाँसको अनि यहाँ चाहिँ अब सगुन बोक्ने तयारी गर्दैछ। यो चाहिँ निकै नै ठुलो मुढा भएकोले निकै साह्रो परिरहेछ। 3जनाले पुरा घुमाउँदै अनि मेरो चाहिँ यहाँनिर ढाडमा कमिला फसेर टकाउँदैछु म चाहिँ। अनि यहाँ चाहिँ टक्कसँग उठाइन्छ। अब यसरी उठाउनु पर्छ मुढा ठुल्ठुलो चाहिँ। अनि यो चाहिँ हल्को बोक्ने मान्छे हल्को भएकोले गर्दाखेरि उठाउनु सकिएन। अनि यहाँनिर चाहिँ के भन्दैछ अनि यहाँ चाहिँ अब चाहिँ पूजनले बोक्छु भने अनि पूजनलाई हामी शम्भु र सगुन र म भएर चाहिँ टक्क उठाइदिएको। लग्यो बोकेर फेलिले। अनि म चाहिँ यो बोक्ने भनेर ताने त्यहीँदेखि बोक्नु भनेको, त्यहाँदेखि चाहिँ सकिएन टक्कसँगले। अनि माथि राख्नु भन्यो शम्भुले, त्यहाँदेखि टक्क माथि ल्यायो। त्यहाँदेखि टक्कसँगले पल गरेर लगाइयो हातमा। झन्डै 70 केजी जति थियो होला। टक्क लगाएर चाहिँ लग्यो। यहाँनिर चाहिँ शम्भुले फेरि ठुलै उचाल्ने। सगुनले पनि के खतराले जोसले यहाँ काम गर्छ। आज खतरा हाम्रो टिमको निकै खतरा हो चाहिँ। ल निकाल्दैछ उसले निकाल्दैछ। 2जना चाहिँ उता बोकेर गइयो। अनि ऊ चाहिँ यहाँनिर निकाल्दै गर्ने सजिलो हुन्छ नि त भरेको लागि। अनि टक्क निकाल्दैछ। अनि आयो म उताबाटमा आयो। उता सुन्नु आएर गलेर बसेको छु। उता चाहिँ फ्याली राखेर कुदिहालिन्छ यता फेरि हो। अनि एउटा आयो बसेको छु। आयो पूजन पनि पछि आयो। खतरा स्टाइलमा आयो। त्यहाँदेखि के भन्छ केटाहरू रेला गर्छ। अनि चाहिँ जुरुक उचाल्नु पर्थ्यो नि अघि भन्दैछ त्यहाँनिर। त्यो कत्रो छ भन्दैछ। तर त्यो चाहिँ निकै नै ठुलो ट्याक्नु। त्यहाँदेखि चाहिँ ट्याक्क लगाएर त्यो एउटा जुरुक उचाल्छ अब सगुनले। त्यहाँदेखि टक्कसँगले उसले नाम्रोसँग ठिक पाएर टक्कसँगले चट्ट लगायो। अब चाहिँ अहिलेको जस्तो नलडेर सट्टै लान्छ भन्दैछ हामीले। अब चाहिँ खतरासँगले नाम्रोसँग मिलाएर चट्टसँगले ल। त्यहाँदेखि पूजन र मोबाइल जुरुक्क उचालिदिएको। सगुनले त फेरि लिली लगाएर गइहाल्यो। त्यहाँदेखि पूजनले मलाई नि लगाइदियो मलाई भन्दै थियो। अनि मैले यो कम्लिङ परेको सट्ट लगाइदिएको। त्यसले झन् कुदाएर लाग्यो। त्यहाँदेखि म चाहिँ यहाँनिर अलिअलि निकाल्नुको आएपछि मेरो टर्न अलिअलि निकाल्दै ओर्दै त्यहाँनिर छुट्टिएको रहेछ त्यो चाहिँ। अनि यो छुट्टिएको जति चाहिँ फाल्दै गर्दै एकछिन त्यहाँनिर उनीहरू आइन्जेलसम्म मैले टक्क त्यो झिक्दै गरेँ होइन। त्यहाँदेखि चाहिँ यहाँ स्ट्यान्ड अलिक बाङ्गो भएछ। त्यो स्ट्यान्ड पनि मिलायो टक्कसँग। स्ट्यान्ड पनि अलिक सिधा बनाएर चाहिँ
टक्कै राखिदिएको त परेसम्म देखिँदो रहेछ। त्यहाँदेखि चट्टै अगाडि गएर त्यहाँ हल्लाउनु खोज्यो होइन, त्यहाँनिर भाँचियो त्यो पनि, अलिकति छुटेको थिएन अनि छुट्टिएर चाहिँ त्यहाँदेखि त्यसलाई नि अलिक पर फ्याँक्यो। त्यहाँदेखि केटाहरू पनि आइपुग्यो, केटाहरू दुईजना अगाडि पछाडि गर्दै। त्यहाँदेखि जुरुक्कै त्यो उचाल्छ, त्यहाँदेखि जुरुक्कै उचालेर चाहिँ नि त्यो चाहिँ म बोक्नुको लागि हो। त्यहाँदेखि टक्क मैले मिलाएँ नम्बरसम्म, केटा जुरुक्कै उचाल्दै तिमीहरू दुईपट्टिबाट म चट्टै बोक्छु भने मैले पनि। त्यहाँदेखि टक्कसँगले नामले मिलाएँ। यो ठुलो नाम मुढालाई चाहिँ नामले मिलाउनु निकै गाह्रो पर्छ। अनि त्यहाँदेखि चाहिँ जुरुक्कै दुईजनाले चाहिँ उचाल्दै, मैले त्यहाँदेखि निकै साह्रो पर्दै भएर बोकेर लगेँ। अनि त्यहाँदेखि यो सकिन्छ भन्दै त्यहाँनिर चाहिँ दुईजना गफ गरेछ। त्यहाँदेखि सगुनले चाहिँ त्यो चाहिँ आफ्नो हातमै लान्छु भनेर तलबाट पुजनलाई बोलाएर त्यहाँदेखि जुरुक्क चलेको। शम्भुले त फेरि लिली बोकेर लगिहाल्यो। त्यहाँदेखि यहाँ पुजनको पालि अलिअलि निकाल्दै के गर्दै अनि यसको यो चाहिँ यहाँनिर निकाल्दै ओर्दै बस्दै एकछिन यसको पालि त्यहाँ चाहिँ हावा पनि चलिरहेको छ, सरर चलिरहेको छ, पर खोलाको पातहरू नलाइरहेको छ। त्यहाँदेखि यो चाहिँ यहीँ राख्नुपर्ने हो, तर पुजनले चाहिँ तल गएर नसके पल्टाइदियो, हेर्दैछ पल्टाएर पनि। त्यहाँदेखि फुत्तै अर्को उठायो। त्यहाँदेखि उताबाट म पनि आइपुगेँ टक्कसँगले। त्यहाँदेखि शम्भु पनि आइपुग्यो, पछि माथि अङ्कल पनि आइपुग्नु भयो, हेर्न आउनु भएको रहेछ। त्यहाँदेखि मुढा चुर्को उचालेर पुजनले म लान्छु भने त्यहाँदेखि पुजनलाई टक्कैसँगले लगाइदिउँ। त्यहाँदेखि लाउँदा नओर्दाखेरि पानी छिराउनु थालेको। त्यहाँदेखि फिलिली कुदेर मैले त्यहाँदेखि मारेँ। अनि पानीले गर्दाखेरि दिउँसोको भिडियो त्यति गरेर त्यहाँदेखि चाहिँ शम्भुको कपालै भिजाएको टाउकोमा त रिबिन पो छ। अनि एकछिन हाँस्यो। अनि यहाँ चाहिँ पुजनले दुईपल्ट आलु बोकेको छ। अनि आजको भिडियो चाहिँ यति नै गरियो।